हाई एभ्रिवान, आज चाहिँ हामी खोटाङ जाँदै गरेको यानि कि मेरो माइत घर। म चाहिँ मरिमरि उकालोमा हिँडेर भरै रिस उठिरहेको थियो। त्यही माथि मेरो चाहिँ छोराले ढुङ्गा माटो खेलाएर उसको कपडा एकदमै फोहोर बनाइरहेको थियो नि त। अनि मलाई चाहिँ एकदमै रिस उठिरहेको थियो। त्यही माथि बहिनीले चाहिँ भिडियो बनाइराखेको थियो नि त। अनि उहाँ चाहिँ मेरो दिदी। अनि हामी चाहिँ फेरि त्यहाँ बिसाएर अब फेरि उकालो लाग्दैछौँ। म चाहिँ ब्याग ठुलो बोकिरहेको छु नि त। बेबीको कपडा एकदमै धेरै बोक्नुपर्छ। अनि म चाहिँ बेबी बोक्नुभन्दा ब्याग बोक्छु भनेर बहिनीलाई चाहिँ बेबी मेरो छोरा बोक्नु लगाएको छु। अनि बहिनीले चाहिँ मलाई एकदमै हाँसिदिँदैछ। हाम्रो चाहिँ अझै पनि उकालो निस्किसकेको छैन नि त। अनि अझै पनि टाइम लाग्छ हामीलाई चाहिँ। नानी त बिजोग छ, नानी सम्हाल न अन्त। हेलो गुड मर्निङ एभ्रिवान। हामी चाहिँ खोटाङको अनि फाक्टाङ भन्ने ठाउँमा छौँ अहिले चाहिँ। मेरो छोरा जङ्गलको कमिला खोज्दैछ। छोरा र छ्यामाको हालत यता, म चाहिँ यता छु। अनि साथीहरू लास्टै गएर छ नि त उकालो। हामी चाहिँ खोटाङ आएको एक्कासी योजना भएर। म चाहिँ यत्रो झोला बोकिरहेको छु। उनीहरू यता छ। बियर खाने बुया गर्छ रे। बल्ल बल्ल उकालो चाहिँ काटियो। त्यही भएर खुसीले बिसाइराखेको छौँ हामी चाहिँ। अब अझै पनि घर पुग्नलाई चाहिँ 1 घन्टा लाग्छ। हामी जस्तो हिँड्नै नसक्ने मान्छेलाई चाहिँ। यो चाहिँ हामी बिसाएर पनि हिँडेको ठाउँ हो नि त। अनि यहाँ चाहिँ एकदमै ठुलो पहिरो गएको छ। त्यही माथि यहाँ चाहिँ के अरे गाछ काट्नुलाई कसले रुख हालिदिएको नि एकदमै अप्ठ्यारो भयो। मेरो नानी चाहिँ बहिनीलाई बोक्नु दिए। अनि बहिनीले बिचरा मरिमरि बोक्दैछ। एकदमै ठुलो पहिरो छ यहाँ चाहिँ। हेर्न सक्नुहुन्छ तपाईँहरू। रियल एक्सन। फेरि हामी चाहिँ पहिरो कटेर आएर माथि बस्यौँ। बल्ल बल्ल अलिकति त्यहाँ पनि उकालो थियो। अलिकति खुसी भयौँ। अझै पनि उकालो छ। फाइनल्ली हामी चाहिँ घरको छेउ आइपुग्यौँ।